हाई हेलो अस्सलाम वालेकुम गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? तपाईँहरूसँग म बिन्ती गर्न चाहन्छु कि यसपालिको भोट चाहिँ नबिगार्नु है तपाईँहरू, किनकि त्यो दिन हामी अझै बिलिया छैन कि हाम्रो साथीभाइहरूलाई ताकी गोली हानेको थियो र अपाङ्ग बनाएको थियो र जानले मारेको थियो। त्यही कारणले राम्रो व्यक्ति चुन्नुहोस् र यो देशमा, हाम्रो देशमा हर्क साम्पाङ बाहेक अरू कुनै राम्रो व्यक्ति छैन। हर्क साम्पाङ आफ्नो देशको लागि लड्ने हो, आफ्नो माटोसँग माया गर्ने मान्छे हो। अरूको त केही खासै योगदानै छैन यो देशको लागि भन्नुपर्दा। अब तपाईँहरू बालेन शाह भन्नुहुन्छ भनेपछि बालेन शाहले हाम्रो देशको लागि के गरेको छ? त्यो गरिबहरूलाई लखेटीले कुटेको छ काठमाडौँमा। काठमाडौँ उपत्यकामा त्यो गरिबहरूलाई कसरी हान्यो त्यसले? त्यसको ठेला खोस्यो, त्यसको ठेला तोड्यो। त्यो गलत हो, त्यो धेरै गलत हो। त्यही कारणले बालेन शाहलाई बैकाउट गर्नु र हर्क साम्पाङलाई भोट दिनु र हर्क साम्पाङलाई नयाँ पिएम र प्रधानमन्त्री बनाउनुहोस्। जय देश, जय माटो, जय श्रम संस्कृति पार्टी।